हेलो गाइज वेलकम बैक टू माई च्यानल इट्स मी सुजिता चौधरी फेरि पनि आइसके हजुरहरूको सामने नयाँ भिडियो एन्ड भ्लग लिएर साथीहरू म कहाँ हेर्दैछु क्यामेरा यता छ यता हेरिरहेको छु साथीहरू हामी चाहिँ आज घुम्न जान लागेको अब कुन कुन ठाउँ घुम्ने म तपाईहरुलाई सबै देखाउँछु ल साथीहरू म यस्तो फनफनी नाच्दिम कि क्या मलाई कस्तो खुसी रहेछ हामी घुम्न गइरहौँ भनेर वाउ साथीहरू ल म अहिले त्यो लोकेसनमा गएर अनि भेटौँला ल साथीहरू बाइ बाइ गाइज हामी गाडीमा बसिसक्यौँ वाउ हामी घुम्न जान लागेको छौँ अपन इन्ट्रोडक्सन देऊ यो मेरो मौसी अनि यो फेरि मेरो त्यही अस्तिको दिदी हो क्या यो त्यो पुक्क पार्ने दिदी हो क्या यो अस्ति खुब पादिरहेको थियो नि पुक्क हो त्यही दिदी हो हेर्नु मेरो मौसीजी हेर्नु नयाँ मौसीजी यता हेर्नु हाई भन्नु अनि यहाँ चाहिँ ल भन्नु हाई अनि यहाँ चाहिँ मौसाजी हुनुहुन्छ यता हेर्नु एकचोटि हाई गाइस हामी भिल्ली टार पुगिसक्यौँ हेर्नुस् गाइस कति राम्रो छ हामी स्वर्ग पुग्यौँ स्वर्ग गाइस काठमाडौँको त्यो तातो हावादेखि हामी अब स्वर्ग पुग्न लागेछौँ साथीहरू हेर्नुहोस् गाइस कति राम्रो छ मलाई कति खुसी लागिरहेछ म यस्तो ठाउँ पनि घुम्न पाइरहेको छु वाउ गाइस छ्याकले धुवा उडायो यस्तो पाटे जस्तो छि हेर्नुहोस् गाइस हेर्नुहोस् मलाई खुसी लागिरहेछ अहिले हामी फ्यामिली पनि खोज्ने हो त्यहाँ डाँडामा गएर चिन्ता नलिनुहोस् म तपाईहरुलाई सबै देखाउँछु गाइसहरू वाउ हेर्नुहोस् गाइस कतना सुगुर बाबै त्यो फेन मने गाइस हेर्नु त्यो चाहिँ काठमाडौँ सहर हो नि अनि हामी चाहिँ माथि आइपुग्या हम मेरो फेस देखेर थाहा पाउनुहुन्छ होला नि म कति खुसी छु भनेर साथीहरू वाउ हेर्नु गाइस डाँडा काँडाको बिचमा आइसक्यौँ हामी ल हेर्नु साथीहरू यो चाहिँ काठमाडौँ बजार त्यहाँ धरारा पनि देखिया तर मेरो मोबाइलमा देखिन मेरो मोबाइल अलि राम्रो छैन के त्यही भएर भने हेर्नु गाइस खेतवा टराइ जाके हेर्का हुन् हेर्नु कति राम्रो देखिन्छ भनेर यहाँ आउने मान्छेलाई थाहा हुन्छ यहाँ आउने मान्छेलाई गाइस हेर्नु वाउ म स्वर्ग पुगे साथीहरू त्यही भएर भन्छु म यो ठाउँमा आएपछि स्वर्ग पुग्छ ल बोल अब बोल दम छ भने बोलेर देखाला सिंगल भनिरहेछ गाइस हान्दिनु यसलाई गाइस हामी यता घुम्नलाई चाहिँ आइपुग्यौँ यो के भन्छन् लोकेसनमा पुगिसक्यौँ हामी चाहिँ आफ्नो हेर्नुहोस् गाइस यहाँ खोला बगिरह नि यो पानी आएर तर देखिन्न साथीहरू यो झरे भने म पागल हुन्छु साथीहरू हेर्नु हाम्रो ग्रुप चाहिँ यो हो है गाइस हेर्नु कस्तो अर्ग्यानिक नास्पाती हो अनि यता चाहिँ काँक्रा छ हाम्रो ग्रुपको मान्छे चाहिँ माथि नै छन् कि अझै आएकै छैन पुग्नु पर्ने चाहिँ तल हो के अरे मान्छेको भिड हेर्नु न कति छ हे भगवान् काँक्रा हेर्नु साथीहरू यो लोकल काँक्रा हो बारीको कहाँ गइला ऊ बल्ले कुदिरहेछन् साथीहरू आजाऊ गाइस हेर्नु कतिको भिड छ भनेर यहाँ आउने मान्छेले थाहा हुन्छ कि उता बस्नेले
साथीहरू हामी चाहिँ ओर्लन लगाएको त्यहाँ हेर्नु न कति भिड छ त्यहाँसम्म पुग्नु छ क्या हामी चाहिँ हात जोडी जोडी हिँड्नुपर्छ साथीहरू यसरी भन्ने गरे थाक्छन् भाइ मान्छे हिँड्दा हिँड्दै म त डुब्लो छु के अरे मलाई त्यति हिँडेको फिलै हुँदैन ए मोटो मान्छे रै अलिक गाह्रो हुन्छ है साथी मास्क लगाएर बोलेको छु के साथीहरू यहाँ कस्तो गन्नाइरहन्थ्यो मान्छेहरू हेर्नु यो चाहिँ वैदेश्वर मन्दिर श्री वैदेश्वरी हो कि वैदेश्वर मन्दिर हो वैदेश्वर महादेवको मन्दिर पुगिसक्यौँ हामी चाहिँ अनि पूजा गर्न नजाने हामी गुफा झर्ना यता गुफा झर्ना छ है गाइस चप्पल राख्ने ठाउँ एउटा छ अनि उता चाहिँ हेर्नु वैदेश्वर महादेव गुफा झर्ना छ नि त यता यही हेर्नको लागि हामी चाहिँ आएको छौँ साथीहरू हाम्रो साथीहरू अझै आइपुगेनन् ऊ त्यहाँ छन् यहाँ आएर क्लिक गरिरहनु हेर्नु साथीहरू झर्ना हेर्नु झर्ना यहाँदेखि चाहिँ त्यति कस्तो मजाले ऊ भइरह होइन वाउ साथीहरू यस्तो ठाउँमा घुमाउँदा म स्वर्ग भन्दिनँ नि स्वर्ग नभनेर के भन्ने साथीहरू भन्नु त मजाको छ है झर्ना पनि यस्तो बुढो बुढो मान्छे नि आउँछन् हेर्नु न यो नुहाउने मान्छेको घुइँचो हेर्नु त ल बाफरे यस्तो छ है झर्ना हेर्नु कस्तो मजाले बगिरह आजकल झन् बर्खाको सिजन झन् वाउ अनि माथि पनि छ है गाइस यतापट्टि यतापट्टि पनि छ हेर्नु बाफरे हेर्नुहोस् गाइस यो तल अनि यो चाहिँ माथि कस्तो मजाको छ है झर्ना गाइस हेर्नु यस्तो ठाउँमा आउँदा सोध्दैन भनेर के भन्ने होइन गाइस वाउ मजाले नुहाइरहने सबै भक्तजनहरू नुहाउनको लागि आउँछन् सावधानी हटी दुर्घटना घटी जस्तै हुन्छ है साथी यहाँ चाहिँ मोबाइल झऱ्यो भने झरेको झरै लाखेहरू लाखे नाचेको वाउ यतिको हेर्न पाउनु चाहिँ यो चाहिँ लाखे जात्रा हो साथीहरू लाखे जात्राको नाच हेर्नुहोस् सानो झर्ना छ गाइस हामी चाहिँ अब गुफा झर्ना जान लागेको माथि बाफरे गुफाको जाने खुट्टा टेक्ने ठाउँ छैन साथीहरू कसरी जाने होला भगवान पशुपति वाउ कति चिसो छ यहाँ कति चिसो छ गुफा जाने होइन पहिला गुफा जाने क्या कहाँ जानुभयो ठाउँै छैन जाने गाइस हेर्नु झर्ना कस्तो राम्रो यो माछा अब बाटो कुन चाहिँ जाने गाइस हेर्नु हामी चाहिँ त्यो सानो देखिरह नि हो त्यहाँ हो यो त्यही गुफामा जान लागेको हामी चाहिँ कति चिसो छ कि वाउ यहाँ आउनु
कस्तो मजा आइरहेको के जाम जाम खुट्टा टेक्ने ठाउँ छैन साथीहरू। यो चाहिँ झर्ना गुफा हो। हामी चाहिँ त्यो भित्र जान लागेको। अब चाहिँ खै कहाँ जानु हो त्यहाँ पछि पो हुनुहुन्छ। म चाहिँ अघि 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 खोजिरहेको छु कि तपाईँलाई कुन बाटो जाने हो। यहाँ चाहिँ छिर्नु भित्र गाई त्यत्रो यो यसको भित्र गुफा छ कि त्यही गुफाभित्र हामी चाहिँ जान लागेको छु। जाम आऊ कुन बाटो हो जाने अनि चल्लोबाट हो र गाई छैन। अब हामी चाहिँ यता जान लागेको। चप्पल लगाइल्या गइली चप्पल लगाइल्या गइली थियो। सबैजना खाली खुट्टा हामी चाहिँ चप्पल लाएर गाई खाने यो त्यसरी जानुपर्ने हुन्छ साथी। अब हामी चाहिँ अनि चप्पल चाहिँ राख्ने ठाउँ यहाँ छ कि अब यहाँ चप्पल राखेर अनि भित्र जानुपर्छ गुफामा। लाइन हेर्नु न साथीहरू गुफामा जाने लाइन तलदेखि होइन जाने चप्पल झिकेर पो जानुपर्छ नि त। यो हामी चाहिँ झर्ना गुफामा जान लागेको लाइन हो। यो चाहिँ यस्तो लाइन लागेको छ। हे भगवान हेर्नु भित्र चाहिँ अँध्यारो छ। लाइट बालेर जानुपर्ने हुन्छ साथीहरू भित्र चाहिँ। जल्दी हिँड गाइज भित्र पनि यत्रो लाइन छ हेर्नु न मान्छेको। अबि हेर्नु त धेरै अँध्यारो छ गाइज। यो चाहिँ भित्र हो है गुफाको भित्र हो। यो चाहिँ बाटो नै यस्तो छ नि लाइन पनि यत्रो छ। गाइज हेर्नु लाइन पनि यत्रो छ अनि मान्छे पनि यत्रो छु। यहाँको ठाउँ हेर्नु यहाँको ठाउँ पूजा पाठ गर्नुभएको छ कि यहाँ चाहिँ। हेर्नु यसरी पासेर जानुपर्ने हुन्छ हामीले। यता ढुङ्गा भित्र बाबु। यो चाहिँ मेरो दिदी अनि यता हुनुहुन्छ मेरो मासी साहब। हेर्नुहोस् अबि कहाँ रे ए यता ढुङ्गा टाउको ठोक्यो भने मलाई चिन्ता। आहा यस्तो छ साथीहरू। हामी यस्तो ठाउँमा घुम्न आएको छौँ आज। यस्तो दर्शन पाउनु भनेको भाग्यको कुरा हो। चिप्लो छ अरे क्या अगाडि चाहिँ बिस्तारै हिँड्दै जाने। अब तल पनि हेर्नुपर्ने हुन्छ होला साथी। होइन भने एउटा खुट्टा चिप्लो भने मान्छे कहाँ पुगेर आउँछ अनि त्यही झर्नामा पुगेर आउँछ। हामी चाहिँ
यहाँसम्म आइपुग्यौँ साथीहरू। हेर्नुहोस् त म कसरी हिँडेको। लाइट गएको थियो भने लाइट आयो साथी। म अगाडि गएर देखाउँछु ल। हेर्नुहोस् गाइस दर्शन गर्नु हैन बाटो दिनु पर्यो नानु टिका बाहिर लगाइने हुन्छ गाइस दर्शन गर्ने ठाउँ यस्तो हुन्छ अनि तल झर्ने ठाउँ चाहिँ यस्तो छ ल साथी। माथिबाट पानी चुइनला अनि तलबाट चाहिँ यसरी गुफा छिर्नुपर्ने हुन्छ साथीहरू। चल रही इस घंटा पे क्या भूख लगेला चले आया यसरी हिँड्नुपर्ने छ साथीहरू। अनि यसरी जानुपर्ने हुन्छ। अनि यता ढोका छ। निस्किन साथी हेर्नु यसरी आउनु पर्ने। यहाँ छ घन्टी। हेर्नुहोस् गाइस फोटो खिच्दैन भिड भएकोले मिलेन होइन भने मिल्छ पहिला। ल ल ठिक छ मिल्दैन भने ठिक छ त्यो पनि। साथी हामी चाहिँ बाहिर निस्किसक्यौँ। यसरी लाउनु पर्ने हुन्छ साथीहरू आफै। आफै लाउनु पर्ने हुन्छ साथी। दर्शन गरेर आयो साथी। अब चाहिँ हामी आफ्नो जुत्ता भएको ठाउँमा जान लागेको। हेर्नु साथी मान्छेको भिड। यसरी चाहिँ हिँड्नुपर्ने हुन्छ हामी चाहिँ। अनि हाम्रो चप्पल चप्पल चाहिँ यता राखेको छ। अरे हमारा लगा रे मौसी कौन हो हाम्रो जुत्ता चाहिँ आयो। अब लाउने हो। यता जानुहोस् न यता लाइन बस्नु जानु टिका लायौँ। अब जान लागेको हामी चाहिँ। भिड झन् बढिसक्यो गाइस। भिड बढिसक्यो झन् पर्ने गाइस। भिड हेर्नु भिड हेर्नु। त्यस्तो भिड छ। भिडमा हिँड्नु चाहिँ
चिसो छ। यहाँका स्थानीय बासिन्दाहरू गौडेश्वर संरक्षण समिति स्वास्थ्य सेवामा खटिनुहुने नेपाली स्टाफलाई सम्पूर्णलाई धन्यवाद पनि दिन चाहन्छौँ। तपाईहरु स्नान गर्न चाहनुहुन्छ भने तल्लो झरनामा तपाईहरुको लागि झरनाले तपाईहरुलाई स्वागत गरिरहेको छ र तपाईहरु गुफाभित्र यदि भगवानको दर्शन गर्न चाहनुहुन्छ भने तपाईहरु नयाँ पुलमा लाइनमा बसेर गइदिनको लागि पनि हामी हार्दिक अनुरोध गर्दछौँ। श्रद्धालु भक्तजनहरू गाइस, अब यो बैठेश्वरी महादेव मन्दिरमा चाहिँ हामी पूजा गरेर अब घरतर्फ जान लागेको छौँ साथीहरू। अनि पूजासुजा सबै गऱ्यौँ, भित्र गुफामा नि बस्यौँ। अनि अब घर जान लागेको हामी चाहिँ। घर हो कि कहाँ घुम्न हो नि? अझै घुम्न जानुपर्छ नि अझै। त्यहाँ छन् हाम्रो साथीहरू, अब घुम्न जाने हो अरे के एक ठाउँहरू। गाइस, मलाई खुसी चाहिँ के लाग्छ भनौँ म अगाडि गएर देखाउँछु ल। हेर्नुहोस्, मोटो भएको फाइदा यस्तै हुन्छ। हेर्नुहोस्, हिँड्नै सकिरहेन, यस्तो हालत खराब हुन्छ मोटो भएपछि। त्यही भएर म डुब्लै ठिक छु होइन साथीहरू। सरी हिँड्न सकिन्छ। हौ ठकाइ लाग्छ। मजा आइरहेछ हिँड्न। कम हियर। बाजेको बारी देख्यो होला नि आज। गाइस, बाजेको बारी देख्यो, हेर्नु। बाजेको बारी यता छ, यही बारी देखेर ए बाजेको बारी देख्यो। हिँड्दा हिँड्दै बाजेको बारी देख्यो। बाजे उता बस्नु भएको छ। बाजेको बारी हो अनि हेर्नलाई बस्यो अन्त के बुझ्नुहुन्छ होला नि त। गाइस, हामी चाहिँ माथि आइसक्यौँ मन्दिरबाट माथि। अब खै कहाँ घुमाउन लाने हो अब चाहिँ। चिसो हावा आइरहेको साथीहरू, मजा आइरहेको। यस्तो मान्छे आउँछ नि हेर्नु। ठाउँै रमाइलो भएपछि त मान्छे नआउनु त पुरै भएन होइन साथी। यो दिदी गलेर प्याक्क प्याक्क भरेको थियो। यता हेर। खाइ हेरौँ ल्याऊ 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 सकुन लेदरको। हामी यो टोखा सडकको यो नेवारी खाजा घरमा पुगिसक्यौँ। हामी यो सडकमै हुन्छ कि, तर एकदम हेर्नु त कस्तो ट्रेडिसनल स्टाइल पुरै हेर्नु। खेलाइरहनु भएको चिउरा सबै लाइभ हुन्छ क्या यहाँ चाहिँ। हेर्नु परिकारहरू, नेवारी डिस, नेवारी परिकार, अनि यो नेवारी कपडाहरू, अनि उता पनि छ नेवारी कपडाहरू, अनि यता चाहिँ अचार छ। बास्ना हरहरी आउँछ साथी। गाइस, हेर्नु त कति रमाइलो छ है यहाँ। कोमर चाहिँ पो गाइस हेर्नु, सबैले ड्रेस लगाएर आइडी कार्ड लगाएर बसे हामी पनि अब नेवारी डिस ट्राई गर्न आएको छौँ साथीहरू। कस्तो हुन्छ हजुरहरूलाई देखाइ नै हाल्छु कि म। गाइस हेर्नु, भिड पनि कतिको छ हेर्नु। खाली ठाउँ, बस्ने ठाउँ पनि छैन, एउटा बस्ने ठाउँ धरि छैन क्या, यति भिड छ। हेर्नु गाइस, खै सपुमी चाहिँ नखाने ल। मैले नि देखेँ कि उता, तर बस्ने बित्तिकै देखाएको थिएँ कि यता चाहिँ देखेकै छैन। कहाँ यी खाइ ऊ खाइ सबै खाइन जस्तो लाग्छ हो। खाने चक्करमा मैले आफ्नो खानै देखाउनु छोइला चाहिँ खाइसक्यो नि। हेर्नु लाखे लास्ला लाखे।
मगाएँ अनि यो खुवा हालेको हो नि खुवा हालेको एमरी भन्छन् कि यमरी भन्छन् साथीहरू अलिकति मामुलाई नि के भन्छन् ग्रान्डी हस्पिटल उकाली ओराली छर्दै कस्तो मस्त हावा आयो वाउ अरे जूम हुइल बावे मोर मुहे जूम आइल रहत हुई हाथ बनाइला का ए बुझिल आप ट्राउट वाला मच्छी खाई जाती है सो गाइज हामी चाहिँ घर आइसक्यौँ अनि घर थोरै चटपटी लिएर आएको थियौँ कि अनि त्यो चाहिँ मिलेर खायौँ गाइज नखायो कुरा गर्छु साथीहरू चाहिँ मिठो छ चटपटी पनि मिठो छ अनि सबैजना मिलेर खायौँ अहिले यहाँ फुच्चीले चाहिँ मोमो दम खाइरहेको छ एकजना फुच्चीले यहाँ मोमो खाइरहेको छ ओ माई गड एक्लै एक्लै हामीलाई चाहिँ नदिने एक्लै खाने केही छैन त्यो फुच्ची हो मेन्सन नगर्नुहोस् मेन्सन नट मेरो कुनै बाल के कसम अब चाहिँ हामी घर पनि आयौँ साथी अनि घुमफिर गऱ्यौँ तपाईँहरूले यहाँसम्म ब्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि म यति भन्दै ढोक लाग्ले भन्न चाहन्छु बाई बाई ढोक लाग्ले हुन्छ खरी